योगेन्द्र भाट र रश्मि पनेरीको बारेमा तपाईहरुलाई थाहा नहुने त कोही पनि छैन होला, सबैलाई थाहा छ हैन। तर मलाई चाहिँ के भन्छु भने म हैन, त्यो मान्छे नमन पर्ने तपाईलाई हैन, त्यो योगेन्द्र भाट नमन पर्ने तपाईलाई, अनि उहाँको सम्पत्ति चाहिँ आधा गर्नु पर्यो, सम्पत्ति चाहिँ के विधि मन परेको तपाईलाई हैन। जुन चाहिँ तपाई जानु भइसक्यो, तपाई ठाउँमा पुग्नु भइसक्यो, उहाँले ऋण तिर्दै हुनुहुन्छ हैन, अनि त्यसपछि ब्याज अब तिर्दै हुनुहुन्छ होला अहिले पनि दुःख सुख गरेर हैन। अनि तपाईलाई अब सम्पत्ति चाहिँ के चाहियो, के दिनु पर्यो त्यो मान्छेले? छोरा मान्छेलाई कति गाह्रो छ हेर्नु त यहाँ। छोरा मान्छेले न आफू रोएर देखाउन सक्छ हैन, न म उसको ठाउँमा बसेर हेर्छु क्या, जुन चाहिँ बाबुआमाले पुरा गर्नुपर्ने कर्तव्य, सासू ससुराले मेरो बुहारी अगाडि बढोस्, मेरो बुहारीले चाहिँ राम्रो गरोस् भनेर सासू ससुराले छोरालाई भन्दा बेसी माया गरेर बुहारीको सपोर्ट गरे, बुहारीलाई राम्रो गरे। अहिले त्यही बुहारीले, त्यही बुढीले, त्यही मान्छेले चाहिँ नराम्रो गर्दा पनि ठिक छ नि त। अब यो चिजलाई चाहिँ साम्य भयो होला भनेर मैले सोचेँ क्या, साम्य भइसक्यो अब यो कुरा हैन। उसलाई पनि गाह्रो भएको होला, उसको छोरी जुन चाहिँ रश्मि पनेरीलाई नि गाह्रो भयो होला, उसलाई पनि समाजसँग फेस गर्नुपर्छ, हाम्रो समाज यही हो भनेर मैले सोचिरहेको थिएँ के। जब अहिले फेरि तपाईले त्यस्तो गर्नुभयो नि हैन, के चाहनुहुन्छ क्या तपाईले, के चाहिँ चाहनुहुन्छ ल भन्नुस् त। आजको डेटमा एउटा कुरा पनि किनेर दिँदैनन् क्या सासू ससुराले, तर तपाईलाई त मेरो बुहारी पढोस्, मेरो बुहारी अगाडि जाओस्, मेरो बुहारीले राम्रो गरोस् भनेर तपाईलाई पठाउनु भयो। अनि भन्छन् योगेन्द्र भाटको क्षमता थिएन, पढ्न सक्ने उ थिएन, त्यो भएर गर्न सकेन। जिन्दगीमा गर्न नसक्ने कसैले पनि हुँदैन, सबैले गर्न सक्छ। यदि पढ्यो भने नि सबैले गर्न सक्छ। तर के हो भने जुन चाहिँ ऊ अगाडि जान्छु भनेर भनिसकेपछि अभियसली उसको सपना पुरा होस् न त भनेर पठाइएको छ भने हैन, तपाईले आज आएर फेरि त्यो चाहिँ सम्पत्ति डिभोर्स चाहियो, सम्पत्ति सहितको डिभोर्स चाहियो भनेर दिनु भएको रहेछ हैन। अनि मान्छेले यत्रो हैन, हामी दुवैजना बुढाबुढी कमाउने छौँ, तर हाम्रो केही पर्सेन्ट लोन छ त हामीले दुईजनाले कमाउनेले त तिर्न सकेको छैन। नेपालमा हुनेले कसरी तिर्ने, कसरी गर्ने होला? त्यो ठाउँमा बसेर हेर्नु, तपाईलाई पाप चाहिँ लाग्छ क्या, पाप यति धेरै लाग्छ नि हैन, जुन चाहिँ हैन तपाईले सोच्नु पनि भएको छैन क्या। कसै मान्छेको जिन्दगी नै बर्बाद गरेर हैन, उसलाई त्यो उसमा धकालेर हैन, उसलाई नराम्रो भनेर उसको सर्वस्व लुटेर अब चाहिँ के चाहियो, के चाहिँ चाहियो ल भन्नु न। अनि भन्नु भएको छ हैन, छोरा मान्छे हो, मर्दले गर्नुपर्छ, उसको क्षमता थिएन गरेन भनेर एक दुईजनाले भन्छन्। अनि छोरा मान्छेको क्षमता भनेको के हो, कस्तो हो? छोरा मान्छेले चाहिँ न्याय पाउँदैन, म छोरा मान्छे हो, मलाई अन्याय भयो भन्न पाउँदैन? छोरा मान्छेले बोल्न पाउँदैन कि समाजै छैन कि? छोरी मान्छेले चाहिँ जति गलत गरे पनि गलत सही हुनुपर्छ नि। अनि छोरा मान्छेलाई आज मलाई न्याय दे भन्दाखेरि चाहिँ ऊ सोसल मिडियामा आउनु भयो उहाँ हैन, नालायक भनेर भन्नुभयो क्या कतिजनाले। अनि लाइक भनेको कस्तो हो त, के हो लाइक भनेको? एउटा छोरा मान्छेले न्याय पाउनु पर्छ कि पर्दैन? छोरा र छोरी बराबर भन्नेहरूले आज छोरा मान्छेलाई त्यसरी पर्दाखेरि उसले न्याय माग्दाखेरि न्याय किन दिइएको होइन त?